अझै गएको तिला त्यसलाई छिट्टो पाइस लाग्यो हाई साथीहरू नमस्ते फेरि पनि स्वागत छ तपाईँहरूले हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी दुईजना दिदीबहिनी आइसकेका छौँ फेरि पनि हामीहरूको नयाँ च्यालेन्ज लिएर। आज चाहिँ हामीसँग सदाको भन्दाखेरि छुट्टै च्यालेन्ज रहेको छ। हामी दुईजनामा च्यालेन्ज भन्दाखेरि पनि चाहिँ हामी दुईजना च्यालेन्ज गर्नु भन्दाखेरि पनि हामीले चाहिँ आज 1 केजी मासु लिएको छौँ। यो चाहिँ बोसो तादाखेरि सानो भयो होइन। अनि हामीले 1 केजी मासु लिएको छौँ। अनि हामीले यो चाहिँ 1 केजी खाइसक्छौँ कि सक्दिनँ। अनि यहाँ चाहिँ 5 प्याकेट चाउचाउ रहेको छ। 5 प्याकेट चाउचाउ र 1 केजी सुँगुरको मासु हामी खाइसक्छौँ कि सक्दिनँ। आजको च्यालेन्ज नै हाम्रो यही रहेको छ। अनि अब हामी खाना सुरु गर्छौँ। जतिजना नयाँ साथीहरू हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सिनु होला र पुरानो साथीहरूले यसरी नै माया गर्दै जानुहोस् होला भन्दै अब हामी खान सुरु गर्छौँ। सिलाइ सकिसक्यो ल के भन्नुपर्ने थियो ल होइन। हामी दुईजनामा च्यालेन्ज होइन किन 1 2 3 गो अनि हामी पिउनमा हामीसँग रहेको छ कोक। अब हामी कोकदेखि सुरु गर्छौँ ल। जे मेरो चियर्स भन होला। ठिक छ 3 2 1 गो। स्पाइसी मासुदेखि खानुपर्थ्यो। मासु खानुपर्छ अब। यसरी खाँदैन हुन्छ दिदी। मासु खाऊँ न अब। म चाहिँ मासु खान्छु। बस्छु छ यो चाहिँ खाऊँ के पहिला म त म सुरु गरेँ ल। अझै गएको तिला बस्छ यो कागज पनि बसुको आउँछ आउँदैन आउँदैन। त्यसलाई छिट्टो पाइस लाग्यो है। मजाले पाएको छ। म भातले खान्छु ताजा पनि। अन्त हात खानु के हुन्छ त नि। बस्छु यस्तो छुट्याइदिउँ होइन। बस्छु कति पिरियड खास लाग्यो। बस्छौँ कस्तो यो कागतीमा त रचना हुँदैछ आजभोलि है। यस्तो निचेर चाहिँ क्वाप्पै खाऊँ न। मलाई यो यहाँ लिएको छु क्या 5 वटामा मैले एउटा राखेको छु मासुमा खानेर।
हड्डी भएको पिरो छ भने म खोजेर खानु मन पऱ्यो हरियो यो सुपलाई खानु सुप टिस्यु पेपर खोइ टिस्यु पेपर यहाँनिर सबै मुनिबाट पिरो एकदम म चाहिँ यो सकिहाल्छु ल यस्तो हड्डी भएको यस्तो मासु कस्तो मनपर्छ हड्डी यस्तो भएको मलाई कोक पनि खानु लाइन गरेको त्यति चिसो रहेन रहेछ नि मैले त फेरि चम्चीले खाँदैछु यस्तो गर्दै हातले खाऊँ ल कस्तो नराम्रो देखियो होला अन्त 5 प्याकेट पो छ त सक्दिनँ जस्तो छ बसो हेरबाट होला सकेको सक्यो नसकेको चाहिँ हामी एकअर्का च्यालेन्ज त होइन मलाई फेरि फुको मात्रै मनपर्छ खाने काँक्रा नअटेर हामीले यो साइडमा राख्छौँ क्या भयो उता नि कुन भाषाले भनेको मैले नि भन्दा चाहिँ मासु
Kasi naayos ko na. Busog. Ini makan Này. Lah. Mày bắt cái यो चाउचाउ 5 वटा सक्यो हामीले बड़ा बता ये सकिएन साइड लगाऊँ एक दिन नसक्ने रहेछ खाने ला हामीलाई टिप्दै भए एक दिनमा बुझ्छ आधी रह्यो आधी केजी सक्ने रहेछ हड्डी खाने यो ग्रेभी होस् न सकेन अब हामी चाहिँ यो दुना चपाती खाइसकौँ न नसकिने रहेछ साह्रो भयो नसकिने रहेछ कि त चिल्लो हामीले चाहिँ एक केजी च्यालेन्ज गर्न सकेनौँ है गाह्रो आँखा मुनि मुनि पनि पसिना पसिना भएछ हामीले आधीसम्म चाहिँ एकदम मिठो भनेर खायौँ अगाउने गएपछि गाह्रो भयो बोसो धेरै भयो हामी बोसो खान सक्दैनौँ नि त त्यही भएर बोसो सकेनौँ साथीहरू अब अर्कोचोटि चाहिँ हामी फेरि खतरा च्यालेन्ज लिएर आउनेछौँ है सबै उदोरी लागिसकिसकेको छ हाम्रो भिडियो कस्तो लाग्यो सुरुदेखि अन्तसम्म हेरेर साथ दिनु होला र कमेन्ट गर्न नबिर्सिनु होला अब यति भन्दै हामी छुट्टिन्छौँ कस्तो लाग्यो हाम्रो भिडियो कमेन्ट गर्नु होला र नेक्स्ट भिडियो हामी के लिनु नेक्स्ट भिडियो चाहिँ के खाएको हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला भन्दै अब हामी छुट्टिन्छौँ बाई बाई